पुलिसलाई जलाउने भनेको घर जलेछ, पुलिसलाई जलाउने भनेको मैले भनेको, घर जलाउनु भनेको होइन, मैले पुलिस जलाउनुहोस् भनेको घर जलेछ। ठिक छ, पत्रकार जलेछ, हामीलाई चाहिँ पुलिस पत्रकार होइन, यो जवाबदेही हो। त्यसैले गर्दा तपाईहरुले हामीलाई के भन्छु भन्दा धेरै हामी दुखी छौं। एउटा पत्रकार राष्ट्रको गहना हो। यदि पत्रकार र मिडियाहरु नभइदिएको भए संचार सुन्नुस्, पत्रकार भन्ने अनि गएर चाहिँ झोलामा चाहिँ असुर ग्यास र उ लिएर अनि पत्रकार हो भनेर अनि घरबेटीलाई खोल्न लाएर जबरजस्ती चाहिँ घरबेटीलाई कसैको या पारिपट्टि घरबेटीको पारिबिन जाम्ला घरबेटीसँग जानु होला हजुरहरु, त्यहाँ पनि चाहिँ प्रहरीले चाहिँ हामी पत्रकार हो भनेर माथि गएर चाहिँ असुर ग्यास हानेको छ। त्यस्तो गरेछ। असुर ग्यास प्रहरी नै पत्रकार बनेर प्रहरी नै पत्रकार बनेछ र तिनीहरू गएर असुर ग्यास लिएर चाहिँ हानेछ र फेरि प्रहरी पनि माथि गएछ, माथि गएर घरको छतबाट हानेछ। यो घरको छतबाट हानेछ, यो घरको छतबाट चाहिँ असुर ग्यास हानिसकेपछि अनि हाम्रो अभियन्ताहरूले चाहिँ ढुङ्गा हानेको। पुलिस गएर त्यहाँ किन लुक्यो भनेर पुलिसलाई जलाउने भनेको घर जलेछ, पुलिसलाई जलाउने भनेको मैले भनेको, घर जलाउनु भनेको होइन, मैले पुलिस जलाउनुहोस् भनेको घर जलेछ। ठिक छ, पत्रकार जलेछ, हामीलाई चाहिँ पुलिस पत्रकार होइन, यो जवाबदेही हो। त्यसैले गर्दा तपाईहरुले हामीलाई के भन्छु भन्दा धेरै हामी दुखी छौं। एउटा पत्रकार राष्ट्रको गहना हो। यदि पत्रकार र मिडियाहरु नभइदिएको भए संचार सुन्नुस्, संचार नभइदिएको भए एकछिन मलाई बोल्न दिनुस् है। म हिजो बोल्दा बोल्दा स्वर मेरो सुकिरहेको छ। जुन खालको पछि लुटपाट अवस्था सिर्जना भएको थियो, त्यो मुसा रिपोर्टिङ गरिरहेको पत्रकार जलेको अवस्थामा भेटियो। सुन्नु पहिला कसरी हेर्नु? यस्तो छ, रिपोर्टिङ गर्दा हाम्रो पत्रकार जलाउने, पुलिस मार्ने कुनै पनि रक्तपात नगरेर सुन्नु न, रिपोर्टिङ गर्दा पत्रकार हामीले पत्रकार बित्यो। भोलि हिजो म पनि बिते पनि म पनि मर्न सक्दिनँ। मेरो पनि त यताउताबाट चाहिँ असुर ग्यासहरु आयो, मैले पनि फाले नि।